हजुर नमस्ते, म रमेश गौतम, स्याङ्जा फेदी खोला, वार्ड नम्बर 2, मेरो घर हो नेपाल र अहिले हाल म संयुक्त अरब इमिरेट्सको दुबईमा काम गरिरहेको छु। यहाँ नै लगभग विगत 4 वर्ष 5 वर्षदेखि त म यहाँ नै छु। मैले यहाँ प्राइभेट लेमोजिन भन्ने कम्पनी छ, त्यो लेमोजिन कम्पनीमा मैले ड्राइभिङ गर्दछु। अनि यसमा कस्तो भन्दाखेरि अब दुबईमै भएको साथीहरूलाई त अब थाहा छ लेमोजिन भनेको के हो, कस्तो हो, कसरी काम गर्ने भन्ने कुरा। अब नेपालतिर भएको साथीहरूलाई त्यति थाहा नहुन सक्छ। यो लेमोजिन भनेको जस्तो मेन भनेको अब पर्यटकहरूलाई, टुरिस्टहरूलाई लिएर हिँड्ने, अनि तिनीहरू नै जस्तो ट्याक्सीको जस्तो जहाँ पा त्यहीँबाट पिकअप गर्न पाइँदैन। अब त्यस्तो ट्याक्सीले जसरी नै पिकअप गरेको देखेमा चाहिँ यात्रुहरू जुनसुकै ठाउँबाट चढायो भनेदेखि त्यसलाई चाहिँ यहाँको आरटिए भनेको रोड ट्रान्सपोर्ट अथोरिटी भन्छ होइन, त्यसले चाहिँ फाइन काट्न सक्छ, जरिवाना, भारी जरिवाना हुन्छ। जस्तो हामीहरूको उसमा हेर्दाखेरि एउटा 10-20 रुपियाँ 150 रुपियाँ बनाल दिरामको काम गर्दाखेरि झन्डै 6000 दिरामको फाइन हुन्छ। त्यो पनि हेरी हुन्छ, 5000, 10000, 20000 पनि फाइनहरू हाम्रै साथीभाइहरूले पाउनुभएको छ। त्यत्रो भारी फाइन पर्यो भने 20000 भनेको त ठुलो रकम हुन्छ। यहाँको झन्डै अहिले नेपाली 41 रुपियाँ जस्तो छ भने अब 20000 को कति हुन्छ हिसाब गर्नुहोस् है। अनि आज एउटा म हजुरहरूलाई मेरो कुरा सेयर गर्न गइरहेको छु है। एउटा दुःखद भन्ने कि के भन्ने, एउटा सानो मिस्टेकले कस्तो हुन्छ भन्ने मैले हजुरहरूलाई बताउँछु है। आज राति 1 बजीतिरको घटना हो। त्यो घटनामा मैले भन्दाखेरि हजुरको एउटा ट्रिप मिलेको थियो। त्यो ट्रिप लिएर गएर मैले ठ्याक्क एउटा गाडी रोकिराखेको थियो। त्यो पार्किङ गर्ने ठाउँ थिएन, तर पनि त्यहाँनिर गाडी रोकिराखेको थियो। पहेँलो पट्टा थियो। पहेँलो भन्नाले धर्का लगाएको, लगभग यस्तो ठाडो धर्काहरू थियो, त्यहाँ रोक्न नपाइने हो। त्यो चाहिँ कस्तो भन्दाखेरि भित्र पार्किङ गर्ने त्यहाँ पछाडिपट्टि सटर जस्तोमा पार्किङ गर्ने ठाउँ भएको हुनाले त्यो धर्का दिएको, तर त्यहाँ गाडीहरू थिएन, कुनै गाडी आएको पनि थिएन। तर मैले लगेर ठ्याक्क त्यहाँ रोकेँ। जुन कस्टमरलाई त्यहाँ झार्नु थियो, प्यासेन्जरलाई, उसलाई त्यहाँ झार्दाखेरि मैले पनि त्यहीँ रोकेँ। अगाडिपट्टि गाडी थियो, मेरोभन्दा अगाडि गाडी थियो, त्यसैको पछाडि रोकेँ मैले। पछाडि रोकेर म उता जाँदाखेरि त्यो गाडी नै अगाडि बढ्यो। म पारिपट्टि क्याफ्टेरिया देखेँ। क्याफ्टेरियामा चिया पिउन भनेर गएको थिएँ। हेर्नुहोस्, यहाँ एक दिराममा चिया पाउँछ, कडक चिया भन्छ होइन, 1 दिराममा चिया पाउँछ। अनि पारिपट्टि गएर मैले चिया लिएर त्यहाँ भने, लु चिया दे, 1 कडक चिया दे भने। अनि त्यसपछि गएर दिँदैरहेको यसो मेरो गाडीतिर हेरेको त ठ्याक्कै त पुलिस ठ्याक्कै क्रस गर्यो कि, पुलिसको गाडीले क्रस गर्यो। ओहो, त्यहाँ मैले रोक्न नहुने ठाउँ रोकेका थिएँ होइन। अब पुलिसले केही गर्छ कि भने जस्तो लाग्यो। अनि छिटो चिया मागेर चिया हातमा लिएँ, अनि त्यहाँ पैसा दिएँ, 1 दिराम दिएर म चाहिँ यतातिर फर्किएँ हेर्नु है। अनि फर्केपछि त्यो गाडी पनि त्यहीँबाट फर्कायो है। त्यहीँबाट फर्कायो त्यो पुलिसको गाडी ठ्याक्क मेरो अगाडिबाट गयो। अनि त्यहाँ जेब्रा क्रसै थियो, जेब्रा क्रसबाट म ठ्याक्क पारिपट्टि गएँ। पुलिसको गाडी त्यहाँ मेरो गाडीकै उसमा चाहिँ यसो साइड लायो भन्नाले त्यहाँ रोक्यो कि, स्लो गर्यो, किन राति थियो, गाडीहरू केही पनि आएको थिएन। त्यहाँ यसो स्लो गर्यो, त्यहाँ रोके जस्तो गरेपछि मेरो गाडीले फोटो त खिचेन भने जस्तो लाग्यो। अनि म चाहिँ गएँ। अनि पुलिस त्यहाँ एकैछिन रोके जस्तो गरेर गयो गाडी, पुलिसको गाडी। अनि म चाहिँ ठ्याक्क पारिपट्टि गएँ। पारिपट्टि गएर गाडीमा बसेँ। गाडीमा बसेपछि मलाई पक्कै पनि आज पुलिसले दियो भने। अनि मैले यसै पारिपट्टि हेरेको, त्यो उसको तलाबात भनेको यो बाइक डेलिभरी जुन फुडहरू अनि त्यसपछि गएर सामानहरू डेलिभरी गर्ने तलाबात भन्ने कम्पनी छ कि, तिनको ड्राइभरहरू, त्यो बाइकहरू 2-3टा त्यहाँ खडा थियो। ती ड्राइभरहरू पनि थिए। अनि ड्राइभरहरूले मलाई यसो गरे कि, यसरी फोटो खिच्यो भनेर भने तिनीहरूले। अनि मैले नि अब फोटो खिचे जस्तो लागेको थियो, ल फोटो खिच्यो भने
कति 500-600 को आउँछ कि 500 को त्यहाँ चाहिँ नो पार्किङ गरेको 500 को आउँछ जस्तो लाग्छ मलाई। अनि त्यो फेरि त्यो फाइन तिर्दाखेरि 20 रुपियाँ एक्स्ट्रा लाग्छ, अर्थात् 520 रुपियाँको फाइन। जहाँ कि अहिले खासै अहिले अब यो जुन अमेरिका, इजरायल, इरान वारले गर्दाखेरि त्यति धेरै ऊ भएको छैन, काम त्यति छैन। यस्तो बेलामा फाइन पाएँ भन्ने भयो, अनि त्यहाँबाट गाडी निकालेँ। अनि निकालेर अगाडि गएर पार्किङ गरेँ। फेरि अलिकति अगाडि गएर पार्किङ, रातिमा खासै अदो बाटोतिर पार्किङहरू खाली नै थियो, त्यहाँ रोकेर अनि अहिले भर्खरै आउँछ कि के आउँछ होला भनेर मैले चाहिँ चेक गरेँ। हेर्नुहोस् है, चेक गरेको त्यो अहिलेसम्म भन्नाले हिजो बेलुका लगभग 12:30 बजीतिरको कुरा हो। त्यति बेला नि आएको थिएन। अनि फेरि अहिले भर्खरै म यहाँ आएर अहिले रोकेँ गाडी। यहाँ 7:45 भएको छ यहाँ अहिले बिहानको। अहिले रोकेर मैले फेरि चेक गरेँ। चेक गर्दाखेरि अहिले पनि आएको छैन है, आएको छैन। अब हजुरहरूले मलाई जुन लेमोजिनकै साथीहरूले मलाई बताउनु त त्यो जुन अब फाइन दियो होला कि दिएन होला कि के भयो होला, त्यो चाहिँ फोटो खिच्यो भनेका छन् उनीहरूले नि, त्यो देखाएका छन्, उनीहरूले सामुन्ने देखाएका छन्। म चाहिँ त्यो गाडीको पुलिसको पछाडि थिएँ अनि म क्रस गर्दै थिएँ। अनि त्यसमा दियो होला कि नदियो होला त्यो फाइन अहिलेसम्म आएको छैन। अहिले भर्खरै चेक गरेँ मैले, अहिलेसम्म आएको छैन होइन। चेक गर्न मिल्छ, अनलाइन चेक गर्न मिल्छ। चेक गर्दाखेरि मेरो नम्बर हालेर गरेको, आएको छैन होइन। अब आयो कि आएन होला, साथीहरूले कमेन्ट गर्नु है। आउँछ होला, आउँदैन होला, यस्तो अनुभव के छ हजुरहरूको बताउनु होला। र यस्तै भिडियोहरू मैले भर्खरै सुरु गर्दैछु, साकुरा युए भनेर। मेरो च्यानललाई चाहिँ हजुरहरूले सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गरिदिनु होला। र यहाँको दुबईको बारेमा केही जान्ने इच्छा भएमा तपाईहरुले मैले जानेको कुराहरू म हजुरहरूलाई बताउँछु है त। अहिलेलाई एकचोटि फेरि नमस्कार र सब्सक्राइब गर्न नबिर्सिनु होला। म भर्खरै सुरु गरेको छु है। तपाईहरुको साथ सहयोग रहिराखोस्। धन्यवाद।